पऱ्यो त अनि पुलिसमा अक्टोबर 4 तारिक चाहिँ म उसलाई गोप्रो गिफ्ट गर्नेछु होइन। अलिकति ब्रेक लाग्यो भने तिमी। हेलो नमस्ते सबैजनालाई। सो न्यू डे न्यू ब्लगमा तपाईँलाई स्वागत छ होइन। सो आज चाहिँ हामी गर्नु लागेको म चाहिँ मोटो ब्लग अनि पापा भर्खर रासिनबाट आउनु भएको छ है। अनि यहाँ अब मम्मी मेकअप गर्नु हुँदैछ होइन। अब चाहिँ होइन म त्यहाँनिर जुत्ता लाउँदै थिएँ अनि भ्लग बनाउँछु भनेर इन्ट्रोड्युटै गरौँ न भनेर चाहिँ होइन नाकमा खेलायो नि त त्यही भएर चाहिँ अब होइन यो चाहिँ पर है। यहाँनिर चाहिँ मैले सबै रेडी पारिसकेँ मोटो ब्लगको होइन। क्यामेरा सेटअप मिलाइसकेँ, हेलमेट यो डोरी पनि लगाउँछु किनभने चाहिँ है यो चाहिँ के हो त निक्लिँदो रहेछ पुरा। अब क्यामेरा त गोप्रोहरू त छैन त्यही भएर अब यो फोनबाटै बनाउनु पर्छ। हेलमेट दामी छ है, फ्लिपकार्ट हो कि केबाट मगाएको बिर्स्यो। 750 750 800 850 हो कि 750 होला है। यो कतिको हो यो दामी छ तर दामी लागेको छ होइन मलाई। दामी त्यसको ऐनाहरू हेर्नुहोस् न दामी छैन। मैले यसको चाहिँ अलिक झर्दै रहेछ नि त बनाउँदाखेरि के हो त यसको डोरी लगाएको छु त्यही भएर अहिले यो डोरी चाहिँ काटिदिन्छु। अनि सो यो फोन होल्डर त भन्छ होला नि होइन दामी छ यो पनि एकदम। यो 150 को दामी बनाएको छ है, दामी छ है। सो त्यही अब जुत्ता लगाउँछु होइन अनि सिधै मिलौँ होला हाम्रो माथि स्कुटी म्याच। सो ल नमस्ते होइन कपडामा है म चाहिँ भइसकेको छु छक्क पर्दैन तपाईँलाई। सो अहिले भने चाहिँ होइन म त्यहाँनिर है रेडी भइसकेको छु होइन। हेर्नुहोस् दामी बनायो होइन, दामी आउँदै होला भिडियोहरू त है। सबै लाउनुपर्छ। सो अहिले भने चाहिँ होइन म त्यहाँनिर सेटअपमा आइसकेको छु। कस्तो देखिरहेको छ भनिदिनुहोस् होला। माइक पनि छैन, गोप्रो पनि छैन, त्यतिकै फोनमा बनायो डुल्यो होइन। सो अब त्यही हो है ज्याकेट बोक्नुपर्छ होला। पावर ब्याङ्क पनि बोक्छु किनकि चार्ज छैन नि त फोनमा त्यही भएर। सो ठिकै छ अहिले सबै अब जानुपर्छ होइन। यहाँ अलिक कस्तो पापा भित्र रेडी हुनुहुँदैछ होला होला। गुड अल गुड मम्मी ठिक छ होइन। पापाको लागि हेलमेट थियो कस्तो देखिरहेको छ खै होला। सो ठिकै छ सबै यस बस। सो राइट गाइस अहिले भने चाहिँ हामी चाहिँ आइसकेको छु। म चाहिँ होइन अब चाहिँ पावर ब्याङ्कलाई चाहिँ डिक्कीमा हाल्नु पऱ्यो। पावर ब्याङ्क ज्याकेट चाहिँ मम्मीलाई दिन्छु बोक्नु। हामी ज्याकेट बोक्दिन ल मम्मी के हाँस्दै आउँदैछ त बोकेर हिँड्नु न। सो अलराइट गाइस अहिले भने चाहिँ हामी त्यही निक्लिसकेको छु। निक्लेको त छैन, राइट स्टार्ट भएको छैन। अब ए माथि जना छ अङ्कल र पापा आउनुहुन्छ। म र मम्मी त जाने छु। पापा चाहिँ अलि हिँडेर आउनुहुन्छ अरे नि त। म चाहिँ मम्मीलाई पुऱ्याएर जाने छु। सो यहीँबाट चढ्ने कि एकदम दामी गुड गुड चढ्नु है खै जान्छ ल है कुरो अहिले जाने भयो। भाइजन लाएर चलाउनुपर्छ किनभने माथि मान्छे छ मलाई लाज लाग्छ नि त। नत्र भने त म किन चाहिँ लगाउँछु र होइन। सो यहाँनिर चाहिँ हाम्रो हल्का जाम हुन्छ जस्तो लाग्यो। जाम त के अलिकति जग्गा सानो हुन्छ बाटो छिर्ने गोली सुरु हुँदैछ नि त कि त्यही भएर चाहिँ अलिक साह्रै पर्छ होला तर छैन होला।
आइसकेको छौँ माथि अङ्कललाई भेट्नुपर्ने छ पापा तल हिँडेर आउनु हुँदैछ होइन टोली हुँदैछ नि त त्यही भएर चाहिँ निकै जाम लाग्ने अवस्था हुन्छ सुबत्तर भएर काम गर्नु हुँदो रहेछ चिनेन क्या मलाई भाइ झल्लाइरहेको छ नि कहाँ चिन्छ त नि है झन् लु सो त्यो अङ्कलको घर स्कुटी खतरा छ बबाल स्कुटी बबाल छ यो चाबीले ट्राई हानिदिउँ क्या दामी छ सिटहरू त मजाको इस्माइललाई गाडी किनिदियो मलाई पनि एउटा किनिदिनु न भाउजू अङ्कल त्यो हाम्रो जानुपर्छ अब होइन आउनु मम्मी लु बिस्तारै चलायो भने ब्यालेन्स मिल्दैन सबैजना सँगै जाउँ न सँगै जाउँ है सबैजना अगाडि जान्दिहाल्नु न पापालाई ओ राइट गाइस सो राइट गाइस अहिले हाम्रो स्टार्ट भएको छ राइट स्टार्ट भएको छ होइन सुरु भएको छ राइट के भयो अहिले हाम्रो सुरु भइसकेको छ राइट सो बिस्तारै जानुपर्छ होइन अगाडि दुई भाइ हामी यहाँ पछि होइन एकछिन म बोल्दिनँ ल राइट मजा लिनुहोस् तपाईँहरू पनि म मजा लिन्छु भिडियोहरूले होइन हेर्नुहोस् हजुर ओभर स्पिडको पुलिस भेट्यो भने बबाल हुन्छ फेरि हो बबाल धमाका पुलिस भेट्यो भने चाहिँ फेरि हजुर किनभने म अन्डर 18 हो होइन फेरि मैले स्कुटी चलाउनु हुँदैन पुलिसले पक्रायो भने लाइसेन्स हुन्छ आधार कार्ड देखाएर त भएन मेरो त आवाज पनि कस्तो फरक आउँदै होला किनभने चाहिँ माइक लगाएको छैन नि त मैले हेडफोनको लगाउनु भन्दै थिएँ कि अहिले त्यहाँबाट कञ्चनजङ्घा दामी देख्ने नि भ्यू पापालाई किनी मागौँ कहाँ किन्ने किनौँ यहाँ जाउँ न बिस्तारै जानु किन्नु त हाम्रो माथि त चिनेको जस्तो लाग्यो हो अब हाम्रो हल्का इस्माइल दादाको चाहिँ अब हल्का युट्युब च्यानल अब इन्स्टाग्राममा अलिकति सेयर सब्सक्राइबहरू गरिदिनुहोस् होइन अलिकति सपोर्ट देखाउनुहोस् उसलाई पनि अब उसको बर्थडे कहिले हुन्छ त्यसमा उसलाई मजाको एउटा भिडियो बनाउने अक्टोबर 4 तारिक चाहिँ म उसलाई गोप्रो गिफ्ट गर्नेछु होइन त्यतिखेर उसकै अगाडि उसले हाल्छ पनि होला अनप्याकेजिङ गरेको होइन ल भाइ सायोनारा ल ल ल ल ल
अल राइट गाइस होइन दामी भ्यू पनि दामी भयो भिडियोलाई मजा लिनुहोस् होला होइन एकछिन मलाई मजा आउँदैछ पापाहरू उतै गयो होला होइन यतै त होला यतै जाने भन्दै थियो स्कुलको साथीहरूलाई पनि भेटाइ भयो होइन जानुपर्छ पर्खिरहेको रहेछ दुई भाइले जो जो हजार जो टायर पुलिसहरू त जाने पुलिसमा गएर पुलिसहरू अब कहाँनिर पर होला नि पुलिसहरू फर्किन्छ जस्तो लाग्यो मलाई त भित्र पुलिस त थिएन भएको जस्तो लागेन पुलिस ड्राइभर थियो गाडी त पुलिसको रहेछ जाने अहिले तपाईँ चलाउनु न अहिले होइन देखेँ भने पनि अहिले आयो भने आउनु त आउँदैन नि परतिर किनभने चाहिँ मलाई पुलिससँग मेरो अस्ति साटो गएको छ नि त कि पुलिसले चाहिँ अस्ति मलाई पक्रेको अब चलाउनु त मन लाग्छ नि त होइन हामीलाई पनि अब नि मलाई आई डोन्ट नो होइन साउन्डहरू चाहिँ कस्तो आइदिँदैछ भनेर है राम्रो आइदिँदै होला किनकि मैले चाहिँ माइक ल्याउने बिर्सिनँ नि त कि पर अघि उयो पर पनि दामी छ भ्यू त भ्युज पऱ्यो भन्ज्याङ त गएको छुइनँ अब यो भन्ज्याङ जाने बाटो त्यही हो वाह अहिले हल्का बाङ्गो छ ए किराम धाम पो त है विशेष लजु सलाइट गाइसहरूले टाउ आज अहिले चाहिँ हाम्रो भने गएपछि हामीले अहिले है युक्कालो जाँदैछौँ यसको नाम चाहिँ यहाँबाट किराम धाम माथि दामी भ्यू आइदिन्छ नि माथि माथिबाट खिच्नुपर्छ सिटी हो अहिले सो अब हामी जाँदैछौँ हामी 4 जना मम्मी अङ्कल बाबा आमा होइन सो अहिले हामी उकालो लाग्दैछौँ हामीहरू है पछिबाट भ्यू दामी आउँदै रहेछ के हो स्कुटी पल्टाइहाल्यो हाम्रो अहिले हाम्रो उकालो लाग्दैछौँ के उकालो रहेछ म गएको त छुइनँ नाम चाहिँ सुनेको हो यो कालो बाटो जानुपर्छ भनेर होइन अब कहाँनिर त्यो बाटो मलाई थाहा भएन पापाले लानुहुँदैछ होइन लिडरले लानुहुँदैछ हामीलाई सो होइन गाइस यहाँ चाहिँ दामी घाम आएर चाहिँ दामी सनराइज जस्तो होइन दामी भइदियो है पारी दामी घाम आएर त्यहाँ सबै के हो त छलङ्गे बनाइदियो नि त कहाँसम्म चाहिँ अब है हिँडेको छु है पुगिन्छ न किराम धाम यसो गाइस होइन अलिक यहाँ चाहिँ
बाटो उकालै रहेछ ओह आम्मा कहाँ हो आम्मा मानडाँडाको टप खोइ अब उकालै हो सलाद गाइस हामी किरमधाम त्यहाँ आइपुगिसक्यौँ तर यहाँ झोरीले चाहिँ अलिक बेहाल पारेछ ए तपाईँले कसले भनेको मम्मी ए राखौँ न अब गएपछि होइन कपुर रहेछ नि त यहाँ किरामधाम किरण दीप काम गुरुङ रहेछ नि त है किरण कुन साल हो मे 5 1995 मा खसेको गुरुङ जन्म 10 जनवरी 1967 अब किरामधाम त है सफाहरू गरिदिएको भए राम्रो हुन्थेछ अहिले हामी त दामी हुँदैछ तर अलिक त्यो झोरीले गरेर सफा नगरिदिएर चाहिँ है त्यस्तो भएको रहेछ होइन जोस् मजा आयो उकालो हिँड्नुमा होइन अब घर फर्किनु पर्छ फोटोहरू खिचेर है दामी रहेछ दामी आउँदो रहेछ तर दामी आउँदो रहेछ तर आजको किरामधाम है जोहरू आउनु मन छ होइन त्यहीँ उतातिर तलतिरै आउनु मन छ भने आउनुहोस् होइन राम्रो त झोरीले गरेर अलिक सफा गरिदिएको भए चाहिँ राम्रो हुन्थ्यो होइन सो अलराइट गाइस होइन हामीले अहिले फर्किन लागेको हुनु भएन र अब जुन हाम्रो यहाँनिर कुरकुरे क्याम्पाहरू ल्याइदिएको थियो नि हामी चाहिँ खानु त पर्यो सो अलराइट गाइस होइन अहिले त हामीहरू है माथि फोटोहरू यसो खिचेर पनि हामी आइसकेका छौँ सो अब एकछिन यहाँ बसेर है हामी खाना त के हो र हामी यहाँनिर चिम्पापाहरू कहाँ जानुभयो उतै गयो क्या भाइ हामीहरू चाहिँ होइन पर गएर यसो त्यो अघिको खाने हो अब यहाँ खाना खाने छौँ होइन खाना पर्यो खाना मात्रै मुखमा आउँछ के भएको होला मलाई यस्तो सो जानुहोस् त हामी सो राइट गाइस अहिले भने हाम्रो राइटको एन्ड भइसकेको छ खाएको भिडियो बनाउनु बिर्से र खाएको के र त्यो क्याम्पा त हो नि क्याम्पा खाएको त्यति हो होइन सो अब चाहिँ हामी निक्ल्यौँ घरतर्फ कस्तो लाग्यो आजको राइड सो अरे कताबाट लगेको होला मैले राम्रो बाटो उता अरे गोली हेरेर पनि आइसकेको रहेछ होइन गोलीबाट फर्किँदै रहेछ अरूहरू हामी बिस्तारै जानुपर्ने हुन्छ त त्यहाँ सबैजनाको त राइटमा मजाले आउँछ नि
लक सो हामी चाहिँ बिस्तारै जानुपर्छ होइन बिस्तारै जानुपर्छ हामी चाहिँ ओभर स्पिड गर्नु हुँदैन कुकुरहरू अलिक साइड दिनु न है कुकुरहरू गरेर हाम्रो बाटो बिग्रिन्छ होइन जान्छ है दाजु जान्छ होला होइन बाटोहरू मान्छे बाटोमा गएको हुन्छ नि घर बस्नु जानुपर्छ यसरी त मजा आयो होइन आज मजा त आयो मजा आयो बाटोमा नहिँड्यौ न हौ केटाकेटीहरू ठोक्दिनु है हामी ठोक्नु त पर्दैन होला ठोक्नु त पर्दैन होला यही जान्छ यो रल त अलिक अब काचिक्लो छ होइन बाटो ढालै जानुपर्छ एउटै लाइनमा बिस्तारै ब्रेक लाग्यो पनि गइहाल्छ मेरो फोनको चार्ज पो सक्नु आँट्यो त 4% थियो खानकार आउनु तपाईँ आउँछु म चाहिँ छोप्नु गएको स्कुटी So guys, हामीहरू आइपुगिसकेको छु घर आम्बो प्यान्ट त मेरो त बडामा थियो त एउटा ढुङ्गा डबल स्ट्यान्डमा नराखौँ होला होइन यो ढुङ्गा यसरी राखिन्न यहाँ अलिक माटो डब्बिनु छ कि त्यो डर लाग्छ मलाई चाहिँ त्यो यस्तो ढुङ्गा राखेको छ भने चाहिँ राम्रो हुन्छ नि त होइन त्यहाँदेखि लक स्टिङ ह्यान्डललाई लक गर्नुपर्छ होला सक्नुपर्छ अनि जानुपर्छ मेरो फोनको चार्ज पो सक्न आँटेला त मेरो त अब सक्यो भने पनि कोही बात छैन होइन सो गाइस होइन अघि चाहिँ बनाउँदा चार्ज सकेर चाहिँ अहिले चाहिँ म घर आइसकेको छु होइन अनि अब यो भिडियोलाई चाहिँ म यहीँ गर्ने छु अनि अब चाहिँ है म भिडियोलाई एडिटहरू गरेर चाहिँ हाल्ने पनि छु होइन अनि भिडियो कस्तो लाग्यो आजको है राइटहरू कस्तो लाग्यो त्यति साह्रो खास त भएन अब त्यो नाम बिर्स्यो भने किरामघाममा राम्रो चाहिँ भएन त्यति साह्रो त्यो माथि पुरा त्यो झोरीले के हो त झोरी राम्रो भएन तर भ्यू चाहिँ अलिक भए पनि त्यतिको चाहिँ दामी देख्दो रहेछ अनि है भिडियो तपाईँलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् अनि च्यानल सब्सक्राइब अनि इन्स्टाग्राम मलाई फलो गर्नु नबिर्सिनुहोस् होला इन्स्टाग्राम म लिङ्क म डिस्क्रिप्सनमा हालिदिन्छु अनि सर्चमा गएर हेर्नु चाहनुहुन्छ भने त्यो नाम लेख्नुहोस् इस्माइल दादा 04 सो तपाईँले भेट्नुहुनेछ होइन
अनि त्यही होइन आजको ब्लग कस्तो लाग्यो कमेन्टहरू गरिदिनुहोस् होला होइन मोटिभेसनल कमेन्ट होइन अलिक सेयरहरू पनि गरिदिनुहोस् होला आफ्नो साथीभाइहरूलाई होइन सो अब म यहाँनिर एडिट गर्छु है फोन पनि यत्तिकै छ चार्जमा यत्तिकै भिडियो बनाएको होइन चार्ज पनि छैन 1% छ अब होइन 1% छ अनि अब यतिमै म भिडियो बनाउँदैछु सो भिडियोमा अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद सो अब चाहिँ मिलौँ भोलिको ब्लगमा सो गुड नाइट होइन सो बाई बाई